यो हामी मान्ने पक्षमा छैनौं र नेपाली जनताले मान्दैन। यदि यस्तो कुरा भयो भने देशमा आगो बल्छ। अब गम्छा भिरेको छ, चन्दन लाएको छ, अब चाहिँ घन्टी बजाइन्छ। अनि यो संकट बुढाबुढीमा मैले देखेँ। अरू जनतामा पनि यो घन्टी भन्ने के हो भन्ने नै बुझेका छैनन्। यो नै धर्म रहेछ भनेर घन्टी बजाएका छन्। यो देशको शासन गर्नमा राप्रपा नै उपयुक्त शासनकर्ता हुन सक्छ। देशको भलो हामीलाई कुनै चाहिँ डलरमा बिक्री हुने मान्छे होइन, डलरबाट सञ्चालित यो पार्टी होइन, कुनै इन्डियनले चलाएको होइन, अमेरिकनले चलाएको होइन। बुढाबुढीहरूको पीडा मैले पाएँ। उनीहरू हिन्दू राष्ट्र र राजा चाहिन्छ। नमस्कार नमस्कार नमस्कार। पूर्वी आवाज हेरेर बस्नुभएका तपाईँ सम्पूर्ण दर्शकबिनमा स्वागत छ। म दिनेश गौले। आज पूर्वी आवाजको अतिथि विशेषमा हुनुहुन्छ मसँग राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर 4 का उम्मेदवार। बाँकी म उहाँकै मुखरबिन्दुबाट परिचय माग्दछु। नमस्कार। नमस्ते। आराम कुशल हुनुहुन्छ? एकदम ठिक छ। हजुरको थोरै परिचय राखिदिनुहोस् न। मेरो जन्मस्थान ओखलढुङ्गा जिल्ला। हजुर। 2038 सालमा चक्रघट्टीको अहिले हाल बोराबानले प्रचलित भएको ठाउँमा मेरो जमिन छँदैछ। घर चाहिँ त्यहाँ मैले सारेँ। अहिले इटरी 16 झुम्काको नजिक बस्छु। हजुर। र म यही स्थानीय व्यक्ति हुँ। सुनसरी क्षेत्र नम्बर 4 को उम्मेदवार हुनुहुन्छ राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट। हजुर। अहिले तपाईँ के गर्दै हुनुहुन्छ? ठ्याक्कै आज भोलिको दिन कसरी बिताइराख्नु भएको छ? होइन, म त कृषक हुँ। एउटा चाहिँ व्यावसायिक कृषि गरेको छु। म राजनीति सुरुदेखि नै गर्दै आएको। विभिन्न चरणमा अहिले मुलुकमा हेर्दा भ्रष्टाचारले देश ढाको। हजुर। देशहरूमा बस्ने सबै गरिबी भए। हजुर। युवाहरू बेरोजगारी भए। यो सबै समस्याको निमित्त हामी केही गर्न सक्छ कि भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नम्बर 4 यो हुन लागेको इलेक्सनको उम्मेदवार भएको छु। अरू पार्टीले चाहिँ घर दैलो कार्यक्रम हिजो अस्तिका दिनहरूमा ठाउँ ठाउँमा गर्दै आएको देखियो। र राप्रपाले चाहिँ यो 12 क्षेत्रको वरिपरि त्यस्ता घर दैलो कार्यक्रमहरू गरेको देखिएन। किन? सङ्गठनमा केही हाम्रो कमी भए तापनि, किनभने धेरै लामो क्षेत्र भएकाले म पनि हिँडिराखेको छु। गर्दै जाँदा यो साइडमा म अलि ढिलो आएँ। हजुर। घर दैलो कार्यक्रम मेरो गर्दै हुनुहुन्थ्यो? गर्दैछु। गरिसकेँ। अब यहाँ अलिक पछि परियो यहाँ, किनभने आफ्नै वासस्थान दाजुभाइ चिने जानेको। हजुर। अब आजदेखि मेरो सुरु छ घर दैलो। म यहाँको समाप्त गरेर मात्रै अर्कोतिर लाग्छु। कि जित्ने होइन, भोट काट्ने त घर दैलो नगरे पनि हुन्छ भन्ने हो कि? यो जित्ने भन्दा पनि हार्ने नै होइन। यसपालि हार्ने नै होइन। कारण किनभने यो देश भ्रष्टाचारले दलदलमा फसेको छ। हाम्रो उद्देश्य भ्रष्टाचार मुक्त गराउने। हजुर। र कानुनी राज्य, निष्पक्ष ढङ्गको शासन प्रणाली, राजा सहितको हिन्दू राष्ट्र। राप्रपाले तपाईँको पछिल्लो समयमा मात्रै 2टा एजेन्डा मुख्य बनाइरहेको छ, राज संस्था र हिन्दू राष्ट्र। त्योभन्दा अरू एजेन्डाहरू राप्रपासँग छैन जनतासँग जानको लागि? राजा सहितको हिन्दू राष्ट्र भन्नाले हिन्दूको नाउँबाट 164 जात वर्गहरू हाम्रो नेपालमा बसोबास छन्। यिनको सहित संरक्षण। हजुर। राजा एउटा चाहिने हाम्रो गार्जियनको रूपमा राजा र संहिता खारिज। संहितामा हामी देश जर्जर भएर फसेको छ। यो हाम्रो एजेन्डा पनि होइन र यसलाई हामी खारिजै गरेर छोड्छौँ। राजाको नेतृत्व नभएर संवैधानिक राजा राख्ने, जनताको प्रत्यक्ष प्रणालीको प्रधानमन्त्री अनि संहिता खारिज, यस हिसाबले देशलाई चाहिँ नि भ्रष्टाचार मुक्त शासन प्रणालीको व्यवस्था गर्ने। तपाईँ धेरै ठाउँमा घर दैलो कार्यक्रम लिएर जानुभयो चुनावी मैदानमा, होइन? त्यहाँका जनताहरूबाट रेस्पोन्स कस्तो पाइराख्नु भएको छ घर दैलो कार्यक्रममा भोट माग्दै जाँदै गर्दा? अहिले जहाँ म गएँ धेरै बुढाबुढीहरूको पीडा मैले पाएँ। उनीहरू हिन्दू राष्ट्र र राजा चाहिन्छ। हाम्रो नाति पुतौ छोराछोरी भन्छ फलानु फलानु बाबु हामी बाँच्न सकेन, तपाईँ यो हिन्दूको लागि अलिकति कुरा बढाइदिनुहोस्। अब गम्छा भिरेको छ, चन्दन लाएको छ, अब चाहिँ घन्टी बजाइन्छ। अनि यो संकट बुढाबुढीमा मैले देखेँ। अरू जनतामा पनि यो घन्टी भन्ने के हो भन्ने नै बुझेका छैनन्। यो नै धर्म रहेछ भनेर घन्टी बजाएका छन्। तर जो घन्टी चिन्ह छ त्यो अब घन्टीवालालाई नै सोध्नुहोस्, किनभने धर्म कहाँसम्म हो।
हामी त हिन्दूवादी हो। हिन्दू धर्मको घन्टी र त्यो घन्टीमा कति फरक छ? तपाईले भन्न खोज्नु भएको हिन्दू राष्ट्रको लागि चाहिँ राप्रपा हो, यो घन्टी बजाउँदै आएको रासोपा चाहिँ घन्टी बजाउँदै आइरहेको छ त्यो चाहिँ हिन्दू राष्ट्रको लागि होइन भन्नुभएको होइन। अहिले हाल हिन्दूवादी त तमाम नेपालीका जनताहरू देखे मैले छँदैछन्। त्यो नारा उठाउने पार्टी मात्रै एउटा राप्रपा हल्लो पार्टी हो। त्योभन्दा पहिले संविधानमा हिन्दूको विषयमा आवाज उठाउने राप्रपा नेपाल कमल थापाज्यू पनि हो। राप्रपा नेपालले सुरुदेखि नै राजा सहितको हिन्दू राष्ट्र चाहिन्छ भनेर प्रतिकार गरेकै छ। वास्तवमा एकचोटि सत्तामा त गयो तर आफ्नो एजेन्डा छोडेको छैन। त्यो एजेन्डामा हामी पूर्व मेची महाकाली यात्रा गऱ्यौँ, हिन्दूको विषयमा सङ्घर्ष गरेरै आइरहेका छौँ। हिन्दू राष्ट्र हुनुपर्छ भन्दै गर्दा तर धर्मनिरपेक्ष राष्ट्र बनाउने नै सघाइसकेपछि यो त तपाईँहरूको एजेन्डा विपरीत भएन र? यहाँ त अगाडिको चुनावमा त केपी ओलीले सघाउनु भएको, लिङ्गदेनले केपी ओलीले सघाउनु भएको। यो राजनीतिमा अब त्यो सङ्कटमा साटोपाटो गरे, त्यो पनि हामीले अहिले राजनीतिमा जे पनि हुन्छ, जे गर्दा गल्ती महसुस गर्यौँ। हजुर, गल्ती स्वीकार गर्न पाइन्छ नि। कति वर्ष प्रायश्चित गर्ने यो राप्रपालाई? हामी चाहिँ नि 30-35 वर्ष त प्रायश्चितमा पर्यौँ। अब एउटा ज्यान मारालाई 20 वर्ष भने अब राप्रपालाई कति वर्ष कैद गर्ने? अब जनताले हामीलाई छोडिदिनुपर्छ। यो देशको शासन गर्नमा राप्रपा नै उपयुक्त शासनकर्ता हुन सक्छ। देशको भलो, हामीलाई कुनै चाहिँ डलरमा बिक्री हुने मान्छे होइन, डलरबाट सञ्चालित यो पार्टी होइन, कुनै इन्डियनले चलाएको होइन, अमेरिकनले चलाएको होइन। यही देशको हावापानीमा हुर्किएको पृथ्वीनारायण शाहले लिएको उद्देश्य बाटोमा राप्रपा हिन्दू राष्ट्र सहित यो देशमा फेरि शासन सत्तामा जनताले ल्याउँछन् भन्ने मलाई पूर्ण विश्वास छ। हिन्दू राष्ट्र देश थियो, धर्मनिरपेक्ष बनाइयो, डलरमै बिकेर नै बनाइयो, यो डलरको खेती हो भन्ने पनि सुनिन्छ नि। यसलाई तपाईँले कसरी बुझ्नुहुन्छ? होइन, यो धर्म निरपेक्ष बनाउँदा र धर्म सापेक्ष हुँदा निरपेक्ष मान्ने मान्छेलाई यसले कुनै पनि बाधा अर्चन गरेको छैन। निरपेक्षमा आफ्नो जात जाति धर्म संस्कृति उहाँहरूले पनि मान्न पाउनुहुन्छ। मात्र यो देशमा गाई काटेर खान पाइँदैन। हामीले देवताको रूपमा, ईश्वरीय शक्तिको रूपमा गाईलाई पूजनीय गरेका छौँ। तर अस्ति कदा कदा गाई पनि काट्न पाइन्छ भने कुनै राजनीतिक दलको साथीले कुरा उठाउनु भयो। तर यो हामी मान्ने पक्षमा छैनौँ र नेपाली जनताले मान्दैन। यदि यस्तो कुरा भयो भने देशमा आगो बल्छ। गाई काटेर खायो भने यो त कानुनले नै वञ्चित गरेको कुरा हो, संविधानले वञ्चित गरेको। यो कुरा हुन हामी दिँदैनौँ। हजुर, खुसीले राजनीतिक दलले भाग लिएर विकास निर्माण गर्न पाउँछ, हामी कसैलाई नगर भन्दैनौँ न। तर बिना कारणका झुट्टा प्रभाव पारेर जनताको मत लिएर देशलाई यदाकदा विचलित पार्न चाहिँ राष्ट्रिय प्रजातन्त्र पार्टी दिँदैन। किन हाम्रो केन्द्रीय अध्यक्ष ज्यू नै भ्रष्टाचार मुक्त देश बनाउनु पर्छ। भ्रष्टाचार गरेर खानु, आमाको खुन खानु श्रेय हो। हामी त्यसमा प्रतिबद्ध भएर अहिले राजनीतिमा अगाडि बढेका छौँ। वास्तवमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भ्रष्टाचार गर्दैन। इतिहास हेर्नुहोस्, हिजो पनि पञ्चायत कालखण्डमा शासन गरेका मान्छेहरूले कुनै भ्रष्टाचारमा फसेको एकजनाको नाम पेश गर्नुहोस्। छैन भने यी विशुद्ध छन्। अहिले भनेर हुँदैन। अहिलेका दलहरूको क्रियाकलाप हेर्नुहोस्, हिजो अस्तिको घटना हेर्नुहोस्, 23-24को घटना हेर्नुहोस्, कसरी यस्तो आतंकित भयो। त्योभन्दा अगाडिको हेर्नुहोस्, माओवादी कालखण्डमा 16-17 हजार मान्छे मरिमराउ भए। तिनले के पाए? देशले के पायो? आज सङ्कट भएको भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी जीव ज्यान दिएर जनताको घर दैलोमा गएको छ। अहिले पनि कुरा नबुझेर जनता फस्नुभयो भने देश विचलित हुन सक्दछ। यसबाट बचाउन म सम्पूर्ण देशवासी जनताहरूलाई पनि आह्वान र अनुरोध गर्दछु। तपाईँ आजबाट यो बराहा क्षेत्र चक्करघट्टीबाट चाहिँ आफ्नो घर दैलो कार्यक्रम प्रचार चुनावीमा उसमा चाहिँ होमिँदै हुनुहुन्छ। चक्करघट्टी बजारबाट चाहिँ घर दैलो कार्यक्रम गर्दै हुनुहुन्छ। सुनसरी 4 मा तपाईँ चुनाव लड्दै गर्दा यो बराहा क्षेत्रको लागि तपाईँले ल्याउनु भएको के हो? तपाईँलाई नै भोट किन हाल्ने जनताले? अब यो मलाई लाग्छ तपाईँले दिन खोज्नु भएको बारा क्षेत्रलाई, सुनसरी 4 लाई के हो? होइन, झुक्की फुक्की अरूले पनि भोट यहाँबाट लगे। हजुर, तथापि यहाँको समस्या एउटा पनि हल हुन सकेन। यो चक्करघट्टी तपाईँको कोशीधारमा रहेको ठाउँ भए तापनि अति उत्तम पर्यटन क्षेत्र आगमन हुन सक्ने क्षेत्र हो। त्यसकारण
यसमा रहेका समस्या सुकुम्बासी समस्या, कोशी कटानका समस्या, वन्यजन्तुका समस्या आदि इत्यादि थुप्रै समस्याहरू छन्। हजुर त्यो समस्यामा म पक्का पनि जुझ्न सक्छु, यो उठान लिएर केन्द्रमा जान सक्छु, जो कि मलाई कसैले खरिद गर्न सक्दैन। कसैले बन्दुक तेर्साएर हामी पछि हट्नेवाला छैन। आखिर जीवन मर्नु छ, बाँकी जिन्दगी जति रहेको छ म सबै यो जनताको निमित्त म काम गर्नेछु, यो म प्रतिबद्धै गर्छु। यसकारण जनताले पक्कै यो कुरामा विश्वास गर्नुहुनेछ र मलाई मत दिनुहुनेछ भन्ने मलाई लागेको छ। तपाईँहरू हिन्दू राष्ट्र भन्नुहुन्छ, तर तपाईँहरूलाई नै हिन्दूहरूले नै भोट हाल्दैनन्। एमालेलाई हाल्छन्, काङ्ग्रेसलाई हाल्छन्, माओवादीलाई हाल्छन्, रासोपालाई हाल्छन्। हिन्दूहरूले नै तपाईँलाई पत्याउन सक्ने अवस्था छैन। यो चाहिँ कसरी थोरै यसलाई चिरिदिनुहोस् न, किन यस्तो भइरहेको छ? अच्छा, यसैमा म दुखित छु। हजुर, किनभने यी बुढापाका मान्छे, जोगी नगी भिखारी जो चाहिँ कर्म सबै घर व्यवहार तागेर सन्यास लिएर हिँडे, ती मान्छेले के हो हिन्दू धर्म भन्ने कुरा बुझाउन सकिरहेको छैन। म यहाँ आएर सबैलाई अनुरोध गर्छु, आज शिवरात्रिको आज भोलिपल्ट तमाम मन्दिरमा बिचरा रातभरि गाना बजाना गरेर बसेका छन्, तर भोट हाल्ने बेलामा घन्टी, अब सूर्य, अब यस्तो चिन्हमा उहाँहरू मत प्रयोग गर्नुहुन्छ। अब उनले के चिज लिन्छ त शास्त्र हिन्दूमा भन्ने कुरा नै बुझ्न सक्नु भएन। र यो तमाम ईश्वरीय शक्ति उहाँहरूलाई यो ज्ञान दियोस्। अब आइन्दा धर्म चिनेर धर्म गरोस्। यो देशमा 94% किराँत, बौद्ध र हिन्दू गरेर हामीहरू छौँ। यसमा अरू कसैले सक्दैन दावा गर्न। त्यसकारण हिन्दूहरूकै यो देश नेपाल हो। यो नेपाललाई अरूले भजाएर यहाँ रहेका खनिज पदार्थहरू यहाँ त के चिज छैन। यो चाहिँ पहाड भूभागमा, हिमालय पर्वतमा अमृतको चाहिँ सम्भाव भएको देश हो। अब हामीहरूसँग ज्ञान चेतना कम भयो, पढे लेखे मान्छेहरूले पत्ता लगाइरहेछ, त्यो सब लानलाई यहाँ मान्छे उचाल पुचाल गरेर देश बिगार्न खोज्दैछन्। तर तमाम नेपालीहरूले यो कुरा सोचेर यहाँ भित्र अरू कुनै पनि विदेशी दलाल छिर्न नपाओस्। यी हाम्रा भावी सन्तान पढेर जान्ने भएपछि यिनीहरूले पत्ता लगाउँछन् नि यो देशमा के छैन, सबै कुरा छ। त्यस कारण पनि हामी दिलो ध्यान दिएर राष्ट्रिय प्रजातन्त्र पार्टी हलोमा मत हाल्न सबैलाई म अनुरोध गर्दछु। बेला मौका यसो सामाजिक सञ्जालमा सुन्ने गर्छौँ, हामी एमाले भए पनि, काङ्ग्रेस भए पनि, रासोपा भए पनि, माओवादी भए पनि हिन्दू राष्ट्र हुनुपर्छ, तर हामी पछाडि उल्टो हिँड्न सक्दैनौँ, जान्दैनौँ, यो राजतन्त्र चाहिँ फर्किनु हुँदैन भन्ने बहस भएको सुन्छौँ क्या बेला मौकामा हामी सामाजिक सञ्जालतिर। हिन्दू राष्ट्र र राज संस्थामा जोडिएको बिचको चाहिँ थोरै के छ यसमा? होइन, यो के छ भने अब गार्जियन छोड्नलाई छोरो जमान भइसकेपछि भिन्नु भएर बस्ने चलन पनि छ। हजुर, राजा नहुँदा पनि हामी बाँच्न सक्छौँ भन्ने मान्छेहरूले एउटा दृष्टिकोण लियो, त्यो पनि हामीले हेऱ्यौँ नि त। 35 वर्षको दौडानमा आज देश कसको हुने हो नै थाहा हुन सकेन। अब हाम्रो गार्जियन नभएपछि देशै नरहने भयो। त्यस कारण राजा हामी गार्जियनको रूपमा स्वीकार्न अनिवार्य छ। सबै दलका साथीहरूलाई म विनम्र अनुरोध गर्दछु, राजा सहितको हिन्दू राष्ट्र राखेर त्यसभित्र उहाँहरूले आफ्नो आफ्नो राजनीतिलाई अगाडि बढाउन सक्नु। फेरि पनि उल्टो हिँड्नु, अब पछाडिको दिनहरूमा पछाडिको दिनतिर फर्किनु यो राजा अनिवार्य छ। राजा यदि ल्याउन सकिएन भने देश नेपाल रहँदैन, यो ग्यारेन्टी म ठोक्वा गर्दछु। तपाईँ लेखेर राख्नुहोस्, राजा रहेन भने देश रहँदैन। तपाईँ हामी नेपाली भएर बाँच्न पाउँदैनौँ, यो देश अर्कैले लिन्छ। राजा आइसकेपछि फेरि देशमा अर्को गृहयुद्ध भयो भने यसको जिम्मेवारी चाहिँ को हुन्छ नि? अब अनुचित ठाउँमा युद्ध गर्न नेपाली जनता सकेपछि फेरि पनि अर्को गृहयुद्धमा देश जान्छ भन्ने कुरा देख्नुहुन्न? सम्भावना त मान्छेको चित्त सबैको एकैचोटि बुझाउन सकिँदैन। सकिँदैन। कसैलाई टर्रो मिठो, कसैलाई गुलियो मिठो हुन्छ। हिजो जति ढाँटेर यहाँ दलहरू आए नि, तर अब नेपाली जनता त टेर्ने सुन्नेवाला छैन। उनीहरूले कुरा बुझिसके। हामीलाई चाहिँ यताउता बेचेर खाने तयार गरेका मान्छेले अब फेरि त्यो झुकिएर जान्छ। यिनीहरूको बन्दुक लिएर बन्दुक पस्न, जङ्गल पस्न सक्ने अवस्था अब छैन। ती दिनहरू गए। अब यी जसले बदमासी गरेका छन् यिनीहरूले कुम्लो कुटुरो लिएर आफ्नो बाटो गन्तव्यतिर गए हुन्छ। यहाँ रह्यो भने तमाम भ्रष्टाचारीहरूलाई जेल तयार गरेर हामी त्यहाँ खोरमा तुन्नेछौँ। नयाँ जेनेरेसनलाई, जेन्जीहरूलाई, यिनीहरूको कदमलाई हामी अँगालो हाल्दै
इच्छा पूरा गर्नतिर राप्रपा पक्का लाग्नेछ। राज संस्था र हिन्दू राष्ट्र मेन एजेन्डा बोकेको दुर्गा परसाईको अभियानलाई र दुर्गा परसाईलाई कसरी हेर्नुहुन्छ हजुरले, कसरी बुझ्नुहुन्छ? होइन, दुर्गा परसाईजीले पनि साँचो कुरा चाहिँ ल्याउनु भएको छ। उहाँहरू यताउता गरे तापनि नि उहाँ चाहिँ काङ्ग्रेस, कम्युनिस्ट, माओवादी जो जसका घरभित्र पस्छ उसले त्यो भान्सामा के छ त्यो कुरा थाहा पाउँछ। त्यहाँभित्र छिरेपछि थाहा हुने हो नि। उहाँले सबैको घरको भान्सा छिर्नु भएको छ, चाख्नु भएको छ र वास्तविक साँच्चै कुरा पनि भन्नुहुन्छ। यता त्यता कहिलेकाहीँ बरालिँदा होइन कि भन्ने जनमान्छेलाई झस्को। वास्तवमा ब्याङ्कहरूको कर्जा नजान्ने मान्छेले 25% तिरो ब्याज कसरी सक्नु? यो दुर्गाले उठाएको कुरा पनि ठिकै छ। हामी कार्यक्रमको अन्त्यमा छौँ। यदि हजुरले नै प्रत्यक्ष आफूले भोट हालेर प्रधानमन्त्री छान्न पाउनुभयो भने महिलामा यो देशमा त्यस्तो को देख्नुहुन्छ, कसलाई छान्नुहुन्छ? यदि प्रत्यक्ष आफूले डाइरेक्ट प्रधानमन्त्री तपाईँले छान्न पाउनुभयो भने महिला प्रधानमन्त्री यो देशमा को बन्नुपर्छ? त्यस्तो को देख्नु भएको छ? महिला त भर्खर कुनै पनि पार्टीको होइन, छोरीचेलीहरू धेरै चाहिँ अगाडि बढ्दैछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि निकै महिला बहिनीहरू, छोरीहरू, हाम्रो नातिनीहरू उमेरका अहिले बाटो लागेर हिँडिरहनु भएको छ। अब त्यो समयकाल आयो भने त्यतिखेर निर्णय। अहिले तपाईँको आफ्नो पार्टीमा यस्तो पार्टीमा अहिले अगाडि नाम लिन खुशबु ओली, थुप्रै खुशबु ओली पनि राम्रो प्रवक्ता हो। जो चाहिँ महिला प्रधानमन्त्री बन्न सक्षम हुन्छ। पूर्वी आवाज हेरिराख्नुभएका दर्शकबिन्दुहरूलाई जाँदै केही सन्देश छोड्न चाहनुहुन्छ? आदरणीय पूर्वाञ्चलका यहाँ देशैवासीका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म हार्दिक अनुरोध गर्दछु, यो सुनसरी क्षेत्र नम्बर 4 यो 21 गते हुने निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार म प्रेमप्रसाद भट्टराई, मेरा कुराहरूलाई सत्य तथ्य बुझेर यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गरेर विजय गराइदिन म हार्दिक अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद। आफ्नो अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।